स्वागत छ सबैजनालाई नम्बर क्लासमा। आज फेरि मैले यो इन्डिसेस क्लास 10 को यो गभर्नमेन्ट स्कुलको बुक क्लास 10 को चाहिँ मैले यो इन्डिसेसको प्रोब्लमहरु लिएर आएको छु। यो भन्दा अगाडिको एउटा लज अफ इन्डिसेस भन्ने भिडियो छ र त्यसपछि अर्को चाहिँ यही एक्सरसाइजको है 2 मार्क्समा आउने क्वेशनहरुको भिडियो छ। त्यसपछि अर्को पनि भिडियो छ त्यो 2 मार्क्समा आउने क्वेशनहरु जुन यही एक्सरसाइजको हामीले गरेका छौं त्यसमा। त्यसपछि चाहिँ यो 3 मार्क्समा आउने लङ क्वेशन हो भनेर हो। लङ क्वेशन चाहिँ आउँछ। यो लङ क्वेशन आउने भनेको इन्डिसेसको है एसई मा आउने हुन्छ। त्यही भएर आज हामी यो क्वेशन हेर्छौं। यहाँ के छ भने क्वेशन चाहिँ यति धेरै छ पर नम्बरमा हैन, तर के छ भने यो क्वेशन यो क्वेशन यो क्वेशन यो क्वेशन र यो क्वेशन यो सबै एउटै तरिकाले गर्नुपर्ने हुन्छ। यो चाहिँ अलिकति थोरै मात्रै डिफरेन्स छ, तर यो पनि सेम हो है। यो सबै क्वेशन एउटै प्रोसेसबाट गर्नुपर्छ, तर बुकमा यति क्वेशन दिएको कारणले गर्दाखेरि मैले यो क्वेशन लेखेको छु। यहाँ ए नम्बर छ अनि बी सी डी ई एफ भनेर मैले यसरी लेखेको छु। अब सुरुमा यो तीनटा भनेको सेम टु सेम हो है। यो तीनटा क्वेशन भनेको सेम हो। अब यो तीनटा गर्दाखेरि म यो दुईटा गर्छु, यो ए नम्बरको चाहिँ गर्दिन किनभने सेम हुन्छ, सेम तरिकाले गर्न सकिन्छ। अनि यो जसरी गर्ने यो दुईटा त्यही तरिकाले यो पनि गर्न सकिन्छ र यो पनि गर्न सकिन्छ। यो दुईटा गरेर अनि यो चाहिँ एउटा गर्दिन्छु। त्यसपछि यो र यो पनि सेम छ, डी र ई पनि सेम छ। अब यहाँबाट चाहिँ हामीले के गर्दाखेरि यसबाट कुनै एउटा राम्ररी बुझ्यो भने अरु पनि त्यही तरिकाले गर्नुपर्छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो। ल अब यो सुरु गरौँ है। के दिएको छ यहाँ सुरु गरौँ। यहाँ 7 को पावर x छ प्लस 1/7 को पावर x छ इज इक्वल टु 7 into 1/7। यो मिक्स फ्र्याक्सनमा दिएको छ। यसलाई हामीले मल्टिप्लाई गरेर इम्प्रोपर फ्र्याक्सन बनाउनु पर्छ। ठीक छ। ल अब हेरौँ त यसको सोलुसन गर्दाखेरि कसरी गर्नुपर्छ भने यहाँ मैले सोलुसन लेखेँ है। सोलुसन हेरेर लेखेँ। अब यो क्वेशन यस्तो हो, यो क्वेशन हो। हामी क्वेशन यो बी नम्बरको सल्भ गर्दैछौँ, होइन यो क्वेशन सल्भ गर्दैछौँ। यो क्वेशन सल्भ गर्दाखेरि यहाँ यो मिलेकै छ। 7 को पावर x प्लस 1/7 को पावर x छ हैन। अनि इज इक्वल टु 7 into 1/7 छ भने यहाँ डाइरेक्ट हामी के गर्छौं भने अलिक छोटो बनाउनको लागि, हिसाबलाई छोटो बनाउनको लागि डाइरेक्ट लेट गरिदिन्छ। 7 पावर x इज इक्वल टु a गरिदिन्छ। त्यही भएर यो कस्तो हो त भन्दाखेरि यो कस्तो हो त 7 पावर x 7 को पावर x त्यो 7 को पावर x को ठाउँमा हामी के राख्छौं त a राख्छौं। त्यही भएर यहाँ a राख्नु त यहाँ a राख्नु a, अनि त्यसपछि यहाँ प्लस छ प्लस लेख्ने, त्यसपछि यहाँ 1 छ 1 लेख्ने, अनि यहाँ y छ y लेख्नु पर्यो। त्यसपछि यहाँ 7 को पावर x फेरि छ। 7 को पावर x भनेको के हो त a हो। त्यही भएर यहाँ a राख्ने, अनि त्यसपछि इज इक्वल टु छ यहाँ इज इक्वल टु राख्ने। अनि यो 7 जा कति हुन्छ 49 हुन्छ। 7 into 7 गर्दा कति हुन्छ 49 हुन्छ। 49 मा 1 जोड्यो भने कति हुन्छ 50 हुन्छ। त्यही भएर यो कति हो त भन्दाखेरि 50/7 भयो। कति भयो अरे 50/7 भयो यसरी। अब यहाँ नि हामी के गर्छौं भने यसलाई एलसीएम लिन्छौं। यसको पनि के पनि छैन भने 1 हुन्छ। 1 र a को एलसीएम भनेको a आयो। अनि यो यसरी क्रस मल्टिप्लाई हुन्छ, यसरी क्रस मल्टिप्लाई हुन्छ। a into a भनेको a स्क्वायर हो, यो प्लस को प्लस हो। अनि यो यसरी क्रस मल्टिप्लाई हुन्छ। 1 into 1 भनेको कति हो त 1 को स्क्वायर हो। 1 को स्क्वायर भनेको 1 नै हुन्छ। त्यही भएर मैले 1 नै लेखेँ। अनि इज इक्वल टु उतापट्टि 50 बाइ कति छ त 7 छ। 50/7 लेखेँ है। यो यति एलसीएम लिएर गरेको। अब त्यसपछि म यहाँबाट अर्कोपट्टि चाहिँ के गर्छु भने यसलाई अब फेरि यसरी क्रस मल्टिप्लाई हुन्छ। यो यसरी क्रस मल्टिप्लाई हुन्छ। a into 50 हुन्छ र 7 into 80 हुन्छ। यसलाई यो तरिकाले गर्दाखेरि पहिले 7 into यो a स्क्वायर प्लस 1 गर्ने इज इक्वल टु उतापट्टि 15 into a गर्नु पर्यो। 50 into a गर्नु पर्यो। 50 into a। अब यो भनेको 7a स्क्वायर प्लस 7 1 जा 7 भयो इज इक्वल टु 50a भयो। त्यसपछि यो भनेको 7a स्क्वायर अनि यो 50a लाई यतापट्टि ल्याउने माइनस कति भयो त 50a भयो। त्यसपछि प्लस 7 इक्वल टु 0 भयो है। यति भयो। यसरी चाहिँ हामी यसलाई गर्न सक्छौं। त्यसपछि अब यहाँबाट के गर्ने भन्दाखेरि 7 7 जा कति हुन्छ 49 हुन्छ। 7 7 जा 49 हुन्छ। यो 49 लाई चाहिँ हामीले के गर्ने त 49 मा 1 जोडेपछि कति हुन्छ 50 हुन्छ। त्यही भएर यसलाई कसरी गर्नुपर्छ भन्दाखेरि a स्क्वायर माइनस 49 प्लस 1 गर्ने।
अब यो के भयो त भन्दाखेरि 7 मा 7 मल्टिप्लाई गर्दाखेरि 49 भयो, तर हामीले ल्याउनु पर्ने छ कति 50 है। यसलाई मिड टर्म फ्याक्टराइजेसन गर्दाखेरि 50 ल्याउनु पर्दाखेरि चाहिँ अब के गर्नु पर्यो, यहाँ यो 49 + 1 गर्यो भने कति हुन्छ त 50 हुन्छ। द्याट्स वाइ यसलाई 49 + 1 गरेको हो, अनि 49 1 जा 49 पनि हो, किनभने 7 7 जा 49 हुन्छ। अनि a को a भयो प्लस 7 को 7 = 0 भयो। एन्ड देन आफ्टर यो भनेको 7a² माइनस यो 49 इन्टु a भनेको कति हो त 49a भयो, अनि यो माइनस प्लस के हुन्छ त यहाँ माइनस हुन्छ, अनि 1 इन्टु a भनेको कति हो त 1a लेख्दा पनि हुन्छ अथवा a मात्रै लेख्दा पनि हो, अनि प्लस 7 = 0 भयो। एन्ड देन आफ्टर अब हामी के गर्छौं भने यो दुईटाबाट कमन लिन्छ, यो दुईटाबाट कमन लिँदाखेरि यहाँ 7 छ यहाँ 49 छ भनेपछि 7 कमन आयो, र अर्को a² इन्टु a छ भने a पनि कमन आयो। अब यहाँ रिमेनिङ के भयो भन्दाखेरि यहाँनिरबाट 7 अगाडि आइसक्यो, a² छ a² बाट a पनि आइसक्यो। अब a² बाट a मात्रै बाँकी रह्यो, त्यही भएर a लेख्ने, यो माइनस को माइनस लेख्ने, यो 49 बाट 7 अलरेडी आइसक्यो अगाडि, अनि के बाँकी रह्यो त 7 बाँकी रह्यो 7 लेख्ने, अनि यो पनि a अलरेडी अगाडि गइसक्यो, त्यही भएर a - 7 मात्रै बाँकी रह्यो। त्यसपछि माइनस यहाँ र यहाँबाट कमन भनेको केही पनि आउँदैन, यस्तो अवस्थामा 1 आउँछ कमन, किनभने यहाँ पनि 1 छ हिडन रुटमा र यहाँ पनि 1 छ हिडन रुटमा, 7 1 जा 7, अनि यहाँ पनि 1 इन्टु a भनेको a। द्याट्स वाइ वी क्यान टेक कमन 1 एन्ड देन लेफ्ट हियर a - 7 = 0। यसरी गर्न सक्छौं। अब हाम्रो यो टर्म कमन लिइसकेपछि यति र यहाँ पनि कमन लिइसकेपछि यति बाँकी छ, इट मिन्स यो आर सेम छ, यो सेम छ भने हामी भन्न सक्छौं यो हामीले गरेको के छ त ठीक छ। अब यहाँबाट यो सेम छ भने यसलाई a - 7 लेख्ने, अनि अर्को बाँकी रह्यो 7a - 1, यहाँ 7a अनि -1 बाँकी रह्यो लेख्दिने। अब त्यसपछि यहाँबाट के गर्नुपर्छ हामीले आइदर a - 7 = 0 है, एउटा यो a - 7a = 0, अनि अर्को चाहिँ उतापटि or 7a - 1 = 0। एउटा यतापट्टि लिनु पर्यो सल्भ गर्नु पर्यो, एउटा उतापट्टिको लिएर चाहिँ सल्भ गर्नु पर्यो, ठीक छ। अब यो लिँदाखेरि यो के भयो त भन्दाखेरि or यो भनेको a - 7 = 0 हो, a = 7 हो। अब यहाँ के गर्ने त रिप्लेसिङ गर्ने, रिप्लेसिङ a = 7 पावर x। अघि हामीले यहाँनेरि 7 पावर x चाहिँ हाम्रो क्वेशन हो, तर यो क्वेशनलाई हामीले के गर्यौं भने a लेट गरेर यसलाई सल्भ गर्न सजिलो होस् भनेर चाहिँ गर्यौं र सल्भ पनि गर्यौं, लास्टमा आयो यो यति आइसक्यो। अब यो एक्ज्याक्ट क्वेशन अथवा हाम्रो क्वेशन त a भएको क्वेशन त होइन, यहाँनेरि क्वेशन त हाम्रो यस्तो हो, तर a किन राख्नु त भन्दाखेरि टु मेक सोलुसन इजी, टु सल्भ इजिली, द्याट्स व्हाई वी हैव kept a = 7x = a। अब यो सोलुसन भइसकेपछि, सोलुसन सकिसकेपछि हामीले यो a को ठाउँमा चाहिँ के राख्नु पर्ने हो त रिप्लेस गर्नु पर्यो, 7 को पावर x रिप्लेस गर्नु पर्यो। यो 7 को पावर x चाहिँ के गर्ने त a को ठाउँमा रिप्लेस गर्ने, त्यही भएर यहाँ देयरफोर 7 पावर x, यो a को ठाउँमा 7 पावर x = कति हो त 7 को, अनि यहाँ यसको पावर के पनि छैन भने 1 हुन्छ, देयरफोर यु क्यान से x = 1 इज यसको चाहिँ भ्यालु कति आयो त 1 आयो, किनभने यो इन्डिसेसको रुल अनुसार यो बेस दुईतिर सेम छ भने इक्वल टु उतापट्टि र यतापट्टि सिंगलमा सेम छ भने वी क्यान ओमिट बेस एन्ड लेफ्ट हियर व्हाट इज पावरमा जे छ त्यो माथि हुन्छ, x = 1 चाहिँ हाम्रो के हो त यहाँको यतापट्टिको आन्सर हो। अब उतापट्टि जाँदाखेरि अब यो 7a = 1 हो, अनि त्यसपछि a = 7a = 1 छ भने 1 बाइ कति हो त 7 हो, 7 उता जाँदाखेरि के भयो त 1/7 भयो। अनि त्यसपछि फेरि यो a = 7 को पावर -1 हुन्छ, किनभने 1/7 भनेको कति हो त 7 को पावर -1 हो। कुनै चीजको पावर माइनस छ भने त्यसलाई 1 को मुनि लगिदियो भने के हुन्छ त प्लस हुन्छ। द्याट्स वाइ यो चाहिँ अहिले 1 को मुनि तल हुँदाखेरि चाहिँ प्लसमा छ, यसलाई माथि लगिदियो भने के हुन्छ त यो मुनि हुँदाखेरि प्लसमा छ, यसलाई माथि लगिदियो भने माइनस हुन्छ। अब यहाँ पनि हामी के गर्छौं त a को ठाउँमा भ्यालु रिप्लेस गर्छौं, रिप्लेस गर्दाखेरि यहाँ लेख्छौं रिप्लेसिङ a = 7 पावर x, therefore 7 पावर x = 7 पावर -1।
यो a को ठाउँमा 7 को पावर x भ्यालु राख्दिने हो भने अब 7 पावर x = 7 पावर कति हो त -1 हो। देयरफोर x = कति आयो भने -1 आयो। यहाँनेरि +1 आयो र यहाँनेरि -1 आयो। सो वी क्यान से दैट x = 1 or -1। अनि यसलाई चाहिँ हामी यसरी पनि लेख्न सक्छौं +-1 पनि यसलाई लेख्न सक्छौं। यो तरिकाले यसको सोलुसन गर्न सकिन्छ। यसरी हामी यसलाई चाहिँ सोलुसन गर्न सक्छौं है। अब यो जसरी गर्यौं नि सेम तरिकाले चाहिँ we can solve this one also, same process। तर यसलाई अलिकति बनाएर जस्तै 9 को पावर -x छ भने यो भनेको के हो त भन्दाखेरि 1/9 को पावर x हो। यो के हो त 1/9 को पावर x हो। सेम यस्तै बन्छ अथवा यस्तै बन्छ सेम। अनि यही तरिकाले हामीले टक 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 लेट गरेर सल्भ गर्यो भने आफै यो मिलिहाल्छ है। यो टक्क मिल्छ। ल अब मैले चाहिँ फेरि यसको अर्को गर्न जाँदैछु। फेरि मैले यो सी नम्बरको क्वेशन फेरि गर्दैछु। यो सी नम्बर क्वेशन हेरौँ। यहाँ सोलुसन गरेका थिएँ मैले। यहाँनेरि सोलुसन गरेँ अनि यहाँनेरि पनि हामी एकचोटि मिलाउँछौँ यो क्वेशनलाई। अहिलेको क्वेशनलाई मिलाउनु परेको थिएन, यो अलिकति मिलाउनु पर्ने हो। त्यही भएर मिलाउने एक स्टेप चाहिँ 9 को पावर x + 1/9 को पावर x। यसको पावर माइनस नहुनुको अर्थ के हो भने 1 को मैले लेखिदियो भने यसको पावर के हुन्छ त प्लस हुन्छ। अनि यो उतापट्टि भनेको 9 1/9 छँदैछ। अब e बाट लेट गर्ने हो। लेट a = 9 को पावर x गर्ने हो। यो गरिदिने हो। अनि यो गरिसकेपछि अनि देयरफोर अब हाम्रो क्वेशन के भनेको a + 1/a = 9 9 जा 81। 9 9 जा कति हुन्छ 81 + 1 भनेको कति हो त 82 बाइ कति हो त 9 हो। एन्ड देन अब यो यसको तल 1 छ। 1 र a को एलसीएम भनेको अहिले जस्तै a हुन्छ। यसरी क्रस मल्टिप्लाई गर्ने a² + यसरी क्रस मल्टिप्लाई गर्ने 1 हुन्छ। अनि यो भनेको 82 बाइ कति हो त 9 हो। यो अहिले जस्तै अब यसलाई क्रस मल्टिप्लाई गर्ने, यसलाई क्रस मल्टिप्लाई गर्ने, देन वी विल गेट हियर। हामी त्यसपछि के पाउँछौँ त यहाँ भन्दाखेरि 9 * a² + 1 सेम हो अहिले जस्तै। अनि उतापट्टि के छ त यहाँ 82a छ। सेम छ अहिले जस्तै सेम सोलुसन हुँदैछ। अब त्यसपछि 9a² अनि +9 को यसले मल्टिप्लाई गर्दाखेरि यो भनेको 82a भयो। त्यसपछि अब यो भनेको 9a² - 82a उतापट्टि प्लसमा छ इक्वल टु यता आयो भने माइनस हुन्छ। अनि +9 = 0 हो। देन आफ्टर यो 9 अनि यो 9 9 9 जा कति हुन्छ 81 हुन्छ। यसको पनि मिड टर्म फ्याक्टराइजेसन गर्छौँ हामी। 9 9 जा 81 हुन्छ। 81 1 जा 81 हुन्छ। अनि 81 मा 1 जोड्यो भने 82 हुन्छ। जोडेर ल्याउनु पर्छ 82। त्यही भएर 82 1 जा 82 82 के 81 1 जा 81 गर्ने अनि 81 मा 1 जोड्यो भने 82 हुन्छ। दैट्स वाइ अब यो भनेको 9a² - 81 + 1 * a गर्ने +9 = 0 हो। देन आफ्टर यहाँबाट 9a² अनि यो a ले यसलाई मल्टिप्लाई गर्ने -81a अनि फेरि a ले यसलाई पनि मल्टिप्लाई गर्ने। यहाँ माइनस छ भने ब्र्याकेट भित्रको साइन चेन्ज हुन्छ 1a भयो। 1a लेख्दा पनि हुन्छ नलेख्दा पनि हुन्छ। अघि मैले लेखेको थिइनँ अहिले म लेख्दैछु फेरि के फरक पर्दैन। देन आफ्टर यो दुईटाबाट कमन लिने 9 आउँछ कमन, a आउँछ कमन र बाँकी के रहन्छ a - 9 बाँकी रहन्छ। यहाँबाट केही पनि कमन आउँदैन भने के लेख्ने 1 लिने। दैट्स वाइ 1 आउँछ अनि a - 9 फेरि बाँकी रह्यो = 0। देन आफ्टर a - 9 फेरि मिल्यो। यो हामीले गरेको ठिक छ बाँकीको। अनि त्यसपछि यहाँ बाँकी रह्यो 9a - 1 = 0। यति भयो। अब यहाँबाट पनि हामी के गर्न सक्छौं त आइदर गर्न सक्छौं। यहाँबाट आइदर भनेर एउटा लिने आइदर a - 9 = 0 अनि त्यसपछि अर 9a - 1 = 0। अब यहाँबाट के गर्ने भन्दाखेरि a = 9 हो। अनि यति भइसकेपछि अब रिप्लेसिङ गर्ने। रिप्लेसिङ अहिले जस्तै गर्नु पर्यो a = 9 को पावर x गर्नु पर्यो। 9 नै छ नि 9 को पावर x गर्नु पर्यो। अनि यो गर्दाखेरि 9 को पावर x = 9 को पावर 1 छ। देयरफोर वी क्यान से हियर x = कति आयो त 1 आयो। बेस मिल्यो हटो x को पावर कति आयो त 1 आयो। अब यहाँबाट पनि हामी गर्दाखेरि अर a = 1/9 हो है। 9a - 1 = 0 छ। यो 1 उता गयो भने +1 हो। यो 9 लाई उता लगिदियो भने 1/9 हो। देन आफ्टर a = 9 को पावर -1 हो।
1 को मुनि हुँदाखेरि 9 को पावर माइनस प्लसमा छ, माथि जाँदाखेरि के हुन्छ त माइनस हुन्छ। अब यहाँ पनि हामी के गर्छौं त रिप्लेसिङ गर्छौं। a = 9 को पावर x रिप्लेस गरिदिन्छौं अनि गरेपछि अब यो 9 को पावर x = कति भयो 9 को पावर -1 हो। देयरफोर x = -1 हो। अब यहाँ +1 त्यहाँ -1 आन्सर पनि के आयो अ यो जस्तै आयो सेम x = we can say +1 or -1 or you can say +-1 is our answer। यसरी हामी गर्न सक्छौं। अब यहाँ हेरी अ यो गरेको यो गरेको सेम छ, यो पनि सेम छ, यो पनि सेम छ, यो पनि सेम छ, यो सबै सेम छ। एउटै तरिकाले गर्नु। अहिले मैले दुईटैको यस्तो खालको हिसाब गरे, सेम एउटै तरिकाले दुईटै गरेको छु। अब यो हेर्दाखेरि यो डी के रे ई डी ए र सी त अहिले गरिहाल्यौँ हामीले, यो एकदमै सेम टु सेम छ, यसमा केही फरक छैन, सेम तरिकाले गर्ने हो। यसरी नै गरेपछि ठ्याक्कै मिलिहाल्छ, त्यस्तो केही समस्या हुँदैन है। ल मैले यो मेटेँ, सबैलाई फेरि स्वागत छ। यो क्वेशन सेम भएको कारणले गर्दाखेरि सबै मैले यहाँ सोल्युसन गरेको छैन, तर सेम प्रोसेसले हो। यु क्यान सल्भ इजिली भेरी वेल। नाउ लेट्स कम टु द दिस वान। यो चाहिँ अलिकति अरूभन्दा फरक भएको कारणले गर्दाखेरि यो म यहाँ सोल्युसन गर्दैछु, ध्यान दिएर हेरौँ त है। यसको अब सोल्युसन गरौँ। सोल्युसन अब यहाँ के छ भने 81 * 3 को पावर x अनि प्लस यो 1 बाइ के भनेको त 3 को पावर x भनेको = 30 ab भयो है। यस्तो हो। अब यो पनि कसरी गर्ने सेम प्रोसेसले गर्नु पर्यो, जसले गर्दा हामीलाई के होस् त सजिलो होस्। अब गर्न सजिलोको लागि हामी के गर्छौं 3 को पावर x = a गरिदिन्छौं। 3 को पावर x = a गरिदिन्छौं। देयरफोर यो सुरुमा 81 छ अनि इन्टु a लेख्नु पर्यो। 3 को पावर x को ठाउँमा a लेख्नु पर्यो अनि प्लस 1 बाइ 3 को पावर x को ठाउँमा फेरि a लेख्नु पर्यो = 30। ठीक छ, यस्तो हो। देन आफ्टर अब यो 81 अब यसलाई एलसीएम लिउँ न। यसको तल के पनि छैन, 1 छ र यहाँ a छ भनेपछि एलसीएम हामीले लियौँ भने यसरी क्रस मल्टिप्लाई हुन्छ। 81 a² भनेको यो a * a भनेको a² भनेको प्लस अनि यो 1 * 1 भनेको 1 भनेको = 30 80 भयो। अब यसलाई फेरि क्रस मल्टिप्लाई गरेपछि 81 a² अनि प्लस 1 = 30 a भयो। देन आफ्टर अब यसलाई हामी के गर्छौं त 81 a² अनि -30 a अनि प्लस 1 = 0 गर्छौं। अब यो ट्याक्कै अहिलेको जस्तै हुँदैछ, अघि जसरी गरेका थियौँ हामीले अगाडिको क्वेशनहरुमा त्यही तरिकाले यो पनि गर्नुपर्ने हो। अब यहाँ के देखियो भने 81 देखियो र यहाँ 1 देखियो। अब मिड टर्म फ्याक्टराइजेसन गर्दाखेरि 81 and 1 81 1 चाहिँ कति भयो त 81 नै हो। अब 81 बाट चाहिँ हामीले ल्याउनु पर्ने छ जोडेर कति 30। 81 बाट जोडेर 30 ल्याउनु पर्दाखेरि 81 बाट जोडेर 30 ल्याउनु पर्दाखेरि 327 जा 3 2 जा 6 2 बडी बोल्दा गयो अनि 3 7 जा 21 फेरि 3 9 जा अनि फेरि 3 3 जा भनेपछि 80 आयो। अब हामीले कति ल्याउनु पर्यो जोडेर ल्याउनु पर्यो प्लस गरेर ल्याउनु पर्यो 30 यानी कि 3 3 जा 9 9 3 जा 27 अनि 27 प्लस 3 कति हुन्छ त 30 हुन्छ 30 हो। 27 प्लस 3 कति हो त 30 हो। होतै कुरा हामी यहाँले युज गर्छौं के गर्छौं भने 81 a² माइनस यो भनेको के गर्नु पर्यो 27 प्लस 3 गर्नु पर्यो। 27 3 जा 81 र 27 मा 3 जोड्यो भने 30 जोडेर ट्याक्कै 30 आइरहेको छ। पुरा हाम्रो मिल हो, यसरी गर्नु पर्यो है। अनि 81 a² माइनस 27a माइनस प्लस माइनस अनि 3 * a भनेको कति भयो त 3a हो प्लस 1 = 0 हो। देन आफ्टर और यो भनेको 81 a²। अब यहाँ के गर्ने भन्दाखेरि कमन लिन पाइन्छ, कमन लिने है। यहाँ कमन लिने यो दुईटाबाट कमन लिँदाखेरि कति कमन आउँछ 27a कमन आउँछ। बाँकी रहन्छ 81 भित्र कति बाँकी रह्यो 3 बाँकी रह्यो, अर्को a बाँकी रह्यो अनि -1 बाँकी रह्यो। यो 27a पुरै चाहिँ यतापटि हो, 27a पुरै चाहिँ यतापटि आएको। त्यही भएर यहाँ 81 बाट चाहिँ 27 * 3 भनेको 81 हो भने 3 बाँकी रह्यो, अर्को a बाँकी रह्यो अनि माइनस अनि यो पुरै गएको कारणले गर्दाखेरि यहाँ 1 बाँकी रह्यो है। ल अब यहाँबाट माइनस यहाँबाट के पनि कमन आउँदैन 1 कमन आउँछ। दैट्स व्हाई 3a - 1 बाँकी रह्यो रिमेनिङ है। त्यसपछि हामी यतापटि अब के गर्छौं भने यसलाई
यहाँबाट कमन 3a - 1 3a - 1 त्यो कमनलाई 3a - 1 लाई यहाँ लेख्छौं र अर्को बाँकी के रहन्छ 27a - 1 यो 27a - 1 लाई के रहन्छ इक्वल टु 0 अब यहाँबाट आइदर गर्ने फेरि आइदर के छ र 3a - 1 इक्वल टु 0 अनि अर्को r तिर चाहिँ के गर्नु पर्यो 27a - 1 इक्वल टु 0 अनि यसलाई सल्भ गर्दाखेरि अब 3a इज इक्वल टु 1 भयो अनि त्यसपछि r a इज इक्वल टु 1/3 भयो अनि r a इज इक्वल टु 3 को पावर -1 भयो किनभने यो 1/3 छ 1/3 भनेको के हो त 1/3 भनेको 3 को पावर -1 हो दैट्स वाइ है यति लेख्नु अब यहाँबाट हामीले के गर्नु पर्यो त रिप्लेसिङ गर्नु पर्यो रिप्लेसिङ गर्दाखेरि के लेख्ने त भन्दाखेरि यहाँ के लेट गरेछौं हामीले 3 को पावर x इज इक्वल टु a लेट गरेछ यो रिप्लेस गर्दिने देन यहाँ के भयो त के भयो यहाँ भन्दाखेरि 3 को पावर x इज इक्वल टु 3 को पावर -1 therefore we can say that x इक्वल टु कति आयो -1 आयो है यो a को ठाउँमा 3 को पावर x राखिसकेपछि 3 मिलो अटो x को पावर -1 भयो अब उतापटि गर्दाखेरि और यो भनेको 27a इज इक्वल टु 1 भयो और अनि यो a इज इक्वल टु 1/27 भयो अनि त्यसपछि और a इज इक्वल टु यो भनेको 1/3 को पावर 3 भयो है और a इज इक्वल टु 3 को पावर -3 भयो यस्तो हो किनभने यो 1 को मुनि हुँदाखेरि यहाँ प्लस छ भने अब यो माथि गयो भने के हुन्छ त माइनस हुन्छ त्यही भएर यो 3 को पावर 3 चाहिँ माथि गयो भने माइनस भयो अब यहाँ पनि हामी के गर्छौं त रिप्लेसिङ गर्दिन्छौं रिप्लेसिङ a इज इक्वल टु 3 को पावर x गर्दिन्छौं अनि therefore a को ठाउँमा 3 को पावर x लेखिदियो भने अनि उतापटि पनि 3 को पावर -3 लेखिदियो भने 3 बेस मिलो हटो अनि therefore x इज इक्वल टु कति आयो त -3 आयो कति आयो रे यहाँ -3 आयो त्यही भएर हामी भन्न सक्छौं यसको एन्सरमा यसको एन्सर चाहिँ के आयो त भन्दाखेरि therefore its answer is x equal to -1 or -3 is our answer है यसको एन्सर हामी चाहिँ यति राख्न सक्छौं यसरी गर्न सक्छौं भनेपछि यो एक्सरसाइजको 4 नम्बर सबै हामी यो तरिकाले कम्प्लिट गर्न मजाले सकिएको छौं है ल थ्यांक यू